गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो हजुरहरू सबै संसारमा हुनुहुन्छ, म पनि सधैँ आरामै छु। मिल्लामा न्यु भ्लगको साथ उपस्थित भइसकेँ। म लेट स्टार्ट द भ्लग। म चाहिँ चल्दिएको अफिस खानासाना खाएर आज चाहिँ टुकुर टुकुर हिँड्दै लेफ्ट राइट। हिजोतिर चाहिँ म बाइकमा गइरहेको थिएँ, आज चाहिँ लेफ्ट साइड जानु पऱ्यो भनेर भ्लग पनि बनाउनुहुन्छ भन्दै म अफिस चलेको। त्यहाँबाट बाटो पनि अप्ठ्यारो थियो, त्यही भएर अफिस बाइकमा गएको हिजो अस्ति चाहिँ। आज चाहिँ हिँड्दै जाँदैछु है साथीहरू। यस्तै छ, के गर्नु, जानै पर्यो। बाटो बनाए पनि नयाँ माटो यस्तै त हो नि। नयाँ माटो बाटो बनाए पनि बनाउने चाहिँ कसले बनाएको बाटो बनाएछ। अस्ति भ्लगमा भात नराउने के भन्दै आएको थियो, त्यो हेरेछ नि क्या हो। हेरे नि केही नापिँदैन भाइ। काम बिगारेपछि सफा गर्न जान्नु पऱ्यो, त्यति हो है त गाइस। एकछिनपछि भेटौँला। पनि लगेर जाँदो रहेछ, जस्तो जन्मेको त्यस्तै नाम गई। 50 51 वर्ष भइसक्यो, अब 8 वर्ष पुग्नु रहेछ। म चाहिँ तरकारीमा हाल्नलाई मसला पिन्न लागेको। खोर्सानी यता छ, मसला है त गाइज, है त गाउँला। म चाहिँ फेरि यता छु है गाउँला। अहिले खाने बेला भेटौँला। सुभाषको 60 वर्ष यो जिरो ए दाबो खै त भुरो चाहिँ भुरो त्यहाँ बितादा लगा। बाजे टिक्लो चिसो तिल्सो इकेर खाजिम मुही थुम्स्यो होला खानु पर्यो बाजे के अरे नामु इकेर्नु कोर भएर खाएपछि चट्ट लसिकेर रोटी केर घ्याला मिच्या भएर खा पनि त्यो धोल्सियोरिममा बेलटी मायङ नि के अरे ऊ माझबिस्तिर घुम्दै भाउ बेला बिहान त पैसा उठ्ला चाहनुहुन्छ होला। बाख्राको मासु खाएको गाउँला हो। निर घ्यानलै चिनिन् तिल झोले बिगानी निर तिर बित जिम्रोला बित थियो तिर निरले चिन्जी थिए। आगे नाजो चावर होत पण कोर्स त्यो निकी लाबसे निकी लाबसे कोर्स त्यो या दादङ पिन जगी कुकुरसँग मदाम साझै मसन ना ढिँडो यता तरकारी मासु। खाएँ ल। काम गरेर खानु पर्यो, दुईटा हात बनाएको मोबाइल चलाएर अब दिन उ गर्ने भयो। बिचमा आउने मोबाइल बिचमा आउने हो नि त।
थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो अब नेक्स्ट भिडियोमा भेटौँला ल सागाला बिन्दु हल्दै पठाउनु Hello， 大家好，我是方池出国的 Joy。越来越多的企业家为了子女的教育和公司的发展，选择办理香港身份。아마마 왜 볼까?